नमस्ते सबैजनालाई। यो लिन्चर खानेपानी उपभोक्ता समिति रामपुरबाट करिब 2 घण्टा हिँडेर रागादिकको खेतमा पर्छ। यो ट्याङ्की तपाईँले देखाइदिन सक्नुहुन्छ। यो ठुलो ट्याङ्की थियो, 5 वर्ष अघि बनेको। यो चुने भयो, त्यसपछि हामीले स्रोत जुटाउने प्रयास गऱ्यौँ, त्यो खासै भएन। यो पानीको उपभोक्ताहरू करिब 100 घरधुरीको हाराहारीमा हुनुहुन्छ। रामपुर बजार क्षेत्रदेखि सबै ठाउँमा पुग्ने पानी यो हो। र यसको पनि दुईटा मुहान छ, एउटा उताबाट आएको पाइप देखिन सकिन्छ, यताबाट एउटा पानीले कम हुने भयो, दुईटा पाइप प्रयोग गरिएको छ। र यो पानी जानका लागि यहाँ 63 को पाइप प्रयोग गरिएको छ। र यो 5 वर्ष पहिले त्यसरी गरे पनि अहिले पानीको अभाव र घरधुरी थपिने समस्याले गर्दा हामीले 73 को पाइप प्रयोग गर्नुपर्ने अवस्था छ मुहानबाट। र आज यो ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडा नम्बर 2 मा त्यसरी गइरहेको पानीका लागि आज 2082 माघ 3 गतेका दिन जे जति उपभोक्ता समिति मार्फत भनिएको जानकारी अनुसार आज 25 जना सहयोगी मन भएका उपभोक्ताहरू आउनुभयो। र आउनेलाई पनि विशेष धन्यवाद र नआउनेलाई पनि धन्यवादै छ, किनभने फेरि आउनुपर्छ सबैजनाको लागि। अहिले भर्खर हामीले खाजा खाइसक्यौँ। अब यो इन्टेक मर्मत भइसकेको छ र यहाँ हामी यो काम सम्पन्न गरेर जान्छौँ। यो चाहिँ पालिकाको प्राविधिक पनि हुन्छ एकेश्वर दाहाल, उहाँको निगरानीमा हामीले काम गरेको छौँ। र यो बनिसकेपछि हामीलाई समस्या एउटा के छ भने भिरको बाटोहरू छ, त्यसरी पाइप गएको छ। बर्खाको याममा पहिरो गएर पाइप फुट्ने समस्या छ। त्यसका लागि हामीले 3000 मिटर जति पाइप जरुरी छ हामीलाई, हाम्रो लागि। त्यो भनेको 3 लाखको हाराहारीको हुन्छ। त्यस्ता सहयोगी मनहरू छन् भने हामीले त्यो पनि आश गर्छौँ। र अब यसको निर्माण कार्यदेखि होइन, पहिला सुरुमा यो पानी धेरै बिकट थियो, अहिले सहजै भएको थियो। र अहिले खानेपानी यो मर्मत चाहिँ ट्याङ्की बिग्रेको हुनाले गर्दाखेरि हामी आज बनाउन आएका छौँ। अब सबैजना उपभोक्ताहरूले खास सहयोग गर्नु नै भएको छ। र अझै यसलाई भरपुर सहयोग गर्नको लागि एउटा एक्टिभ किसिमको एउटा पानी सञ्चालन गर्ने एउटा व्यक्ति चाहिएको छ। त्यसका लागि सबैजना उपभोक्ताहरू मिलेर एउटा एक्टिभ पानीलाई सञ्चालन गर्ने एउटा संरक्षक मान्छेहरूको खोजी सबैतिरबाट गएर दिनको लागि यही समुदायले चाहिँ खोजेर एउटा मान्छे राख्न सक्छ। अब यो रामपुरमा जनसङ्ख्या वृद्धि पनि हुने क्रममा छ। अब स्कुलका लागि पनि यही हो, बोर्डिङका लागि, हस्पिटलका लागि सबैलाई हुँदा यो 24 घण्टा आउने पानी छ। यसको महत्त्व कति, यसलाई सधैँ निरन्तर आउने बनाउन के गर्न सकिएला, तपाईँको अनुभवले के बताउँछ? सधैँ निरन्तर आउने बनाउनलाई चाहिँ अलिकति हामीले यो भिरमा चाहिँ त्यो देवीथान भन्दा मुन्तिर एउटा खोल्सो छ। त्यो खोल्सामा अहिले हामीले पनि भीम सर, सुधीर भाइ र म गएर त्यहाँ बनायौँ पाइप। अब अलिकति खोल्सो बढ्ने बित्तिकै त्यो पाइप सोरेर लाने अवस्था छ। त्यहाँ देवीथान मुनि बनाउनु पर्ने जरुरी देखिन्छ। एउटा लिन्चर खोलाले नै पाइप बगाउने सम्भावना छ भने यो बर्खा लाग्नुभन्दा अगाडि नै त्यहाँ काम गर्नुपर्ने छ। अनि पाइप एउटा चाहिँ राँगादिप लाने कुराको त्यो भिरमा चाहिँ पाइप भएको हुनाले त्यो पाइपलाई माथि खेतको डिलमा निकाल्नको निमित्त चाहिँ त्यहाँ अलिकति केही हामीलाई चाहिँ रकम चाहिन्छ। त्यो रकम उपलब्ध गराइदिनु हुन विशेष जिम्मेवारमा पदमा रहनु भएको सरकारवालासँग अनुरोध गर्दछु, त्यहाँ आवश्यक देखिन्छ। ल धन्यवाद। हस् हजुर, केही छ तपाईँको? ल निर्माण कार्यमा मिस्त्रीको भूमिकामा रहेर सहयोग गर्नुभयो, सबैलाई धन्यवाद है। सबैलाई खिला सरको भनाइ के छ यसमा? अब निर्माण समितिमा पहिले पनि हुनुहुन्थ्यो होइन, अहिले अब बोर्डिङको एकदमै हाम्रो पहल र प्रयासबाटै सुरुवाती भयो यो कार्यक्रमको। हामीले गाउँपालिकाले पनि तत्कालीन मणिधर राईजीले हामीलाई 20 लाख रुपियाँ चाहिँ यो रामपुरमा पानीको अभाव, अनि त्यस पछाडि हाम्रो स्थानीय सरकार, हाम्रो जनताहरूले केही राहत अनुभूत गर्नुपर्छ भन्ने हिसाबले घरको हाम्रो व्यक्तिगतै चाहिँ अब सम्पत्ति जस्तो गरेर संरक्षक र यसलाई परिचालन गर्दै हामी नियमित गर्दैछौँ। अब यी आएका समस्याहरू आजै चाहिँ अब यहाँ धेरै कामहरू भयो। यो पनि जीवनका लागि सरकारवाला सबैको सहयोगको चाहिँ अपेक्षा राख्छौँ। त्यही नै हो, धन्यवाद। ल ओके। लिन्चर खानेपानी मुहानको ट्याङ्की मर्मतको क्रममा यो इन्टेक बनाउने काम भइरहेको छ। सबै उपस्थित जनसमुदायलाई धन्यवाद दिन चाहन्छौँ। अहिले राख्नु ल्याएर